खुसीको खबर खुसीको खबर खुसीको खबर। अब कक्षा 12 को रिजल्ट कहिले आउँछ भनेर आफ्नै मोबाइलबाट हेर्न सक्नुहुन्छ साथीहरू। यसको लागि साथीहरू गुगल क्रोमलाई ओपन गर्नुहोला। त्यसपछि माथिनेर यहाँ टाइप गर्नुहोला। माथिनेर टाइप गर्नुहोला neb.gov.np लेखेर सर्च गर्नुहोला। तलनेर यहाँनिर सर्च गर्नुहोला। यति सर्च गर्नु अलि तल आउनुहोला। यसो गर्नुहोला। यसो गरिसकेपछि अलि तल आउनुहोला। यहाँ तलनेर कार्यतालिका लेखेको छ, यहाँ एकचोटि क्लिक गर्नुहोला। त्यसपछि अलि तल आउनुहोला। फेरि यहाँनिर अलि तल यहाँनिर 4 नम्बरमा आउनुहोला साथी। 4 नम्बरमा यहाँ देख्छु। यहाँ कक्षा 12 11 र 12 वार्षिक कार्यतालिका लेखेको छ। राष्ट्रिय परीक्षा बोर्ड लेखेको छ यतातिर साइडमा। अलि यतातिर साइडमा गर्नुहोला। अलि यतातिर साइडमा गर्नु यहाँनिर डाउनलोड पनि गर्न सक्नुहुन्छ तपाईँले। यहाँनिर यता पिडिएफमा एकचोटि क्लिक रातोमा एकचोटि क्लिक गर्नुहोला। पिडिएफमा यहाँनिर क्लिक गर्नुहोला। यहाँनिर क्लिक गरेपछि माथि हेर्नु देख्छु। यहाँ माथिनिर यहाँनिर लेखेको छ नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड। यहाँनिर परीक्षा नियन्त्रण कार्यालय कक्षा 11 र 12 लेखेको छ तलनेर। शैक्षिक सत्र 2081-82 को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका लेखेको छ। अलि तल आउनुहोला। यहाँ तल आइसकेपछि तल लेखेको छ। यहाँ देख्नुहुन्छ अलि तल आउनुहोला। अलि जुम गरेर तल देखाउँछु तपाईँहरूले। यहाँनिर यतातिर साइडमा देख्नुहुन्छ। यहाँनिर नतिजा प्रकाशन लेखेको छ। कक्षा 12 को वार्षिक परीक्षाको नतिजा प्रकाशन लेखेको छ। त्यहाँ कक्षा 12 को वार्षिक परीक्षाको नतिजा प्रकाशन लेखेको छ। अलि यता गर्नु भने यहाँ देख्छ यतातिर साइडमा लेखेको छ 2082 साउन 15 गते भित्रमा लेखेको छ। ढिलो चाँडो पनि हुनसक्छ यसलाई। देख्छु तपाईँले हेर्न सक्नुहुन्छ यसरी सजिलैसँग। ल त साथीहरू आजको भिडियो यति नै। अर्को नयाँ भिडियोमा फेरि भेटौँ। ओके बाई बाई।